नमस्ते सम्पूर्णमा म अरविन्द माकाजु रोटरी क्लब शिखलापुरको अध्यक्ष पूर्वकालदेखि चलिआएको 35 वर्ष अगाडिदेखि हराइरहेको भीमसेन जात्रा 2081 साल मङ्सिर 30 गते योमरी पुण्यको दिन सञ्चालन भएको सम्पूर्णलाई थाहा नै छ। यसै क्रममा हामीले जात्राबारे पनि विभिन्न खोज तलास गर्दै आज हामी धुलिखेल निवासी तथा वरिष्ठ मूर्तिकार श्री वीरनाथ गोलीज्यूको निवास ललितपुरमा आइपुगेको छौँ र यसै सन्दर्भमा भीमसेन जात्रा सन्दर्भमा हामी केही बुझ्नको लागि उहाँसँग सानो छोटो मिठो वार्तालाप गर्नलाई यहाँ आइपुगेको छौँ। नमस्ते दाइ। नमस्ते। नमस्ते दाइको सानो परिचय दिनु न। मेरो दीनानाथ गोली, म चाहिँ यो ललितपुरमा बाघ भैरव ह्यान्डिक्राफ्टको प्रोपाइटर अनि वरिष्ठ कलाकार पनि हो। म यो कारखाना सञ्चालन पनि गरिरहेको छु अनि धुलिखेलको भीमसेन जात्राको देउता राख्ने घरको मान्छे पनि हुँ म। विगत 35 वर्षदेखि हराइरहेको अब योभन्दा अगाडि वर्ष चाहिँ फेरि पुनः सञ्चालन भएको जात्रामा भव्यका साथ सम्पन्न भएको थियो। यसपालि पनि अब 2082 मङ्सिरको 18 गते योमरी पुण्यका दिन फेरि धुमधामसँग हुन लागेको भएर सम्पूर्णलाई चाहिँ निमन्त्रणा पनि गर्दछु, जात्रा हेर्न आग्रह पनि गर्दछु। दाइको सानो परिचय हेर्ने दाइ, यो मूर्ति कलामा चाहिँ कहिलेदेखि लाग्नु भएको हो? मूर्ति कलामा विगत भयो होला मेरो विचारमा 25-26 वर्ष 30 वर्ष जस्तो 20 वर्ष। अनि हामीले सुन्दै आएको चाहिँ बाघ भैरव मूर्ति पनि तपाईँले नै बनाउनु भएको थियो, त्यसको सम्बन्धमा केही सानो? कीर्तिपुरको आराध्य देव बाघ भैरव आज देउता जीर्णोद्धार पछि धेरै वर्ष पुरानो जीर्णोद्धार पछि मैले बनाउने सो अवसर मिलेको थियो। त्यसमा चाहिँ मैले धातुका सम्पूर्ण चाँदीको मुखाकृतिदेखि लिएर धातुको देउतामा चाहिँ सबै मैले नै गर्ने अवसर पाएको थिएँ। यसमा त हामी सबै धुलिखेललाई गर्वको कुरै हो होइन। अब चाहिँ कुरा गर्दा हामी भीमसेन जात्रापट्टि नै जाउँ होइन। अब आइरहेको 2082 साल 18 गते योमरी पुण्यको दिनमा चाहिँ आइरहेको छ हाम्रो भीमसेन जात्रा। धेरै वर्षपछि गरेका छौँ र रोटरी क्लब शिखलापुरले पनि आफ्नो पहलले कदमले चालेर गरिरहेको छ। यस सन्दर्भमा चाहिँ अब आउने पालो चाहिँ कसरी गर्दा हुन्छ र के गर्दा हुन्छ भनेर सानो भनौँ न अब भाइ बहिनीहरू सरसल्लाह दिनु हुन म अनुरोध गर्दछु। अब विगत 35 वर्षदेखि हराइरहेको भीमसेन जात्रा चाहिँ रोटरी क्लब शिखलापुरद्वारा तपाईँहरूद्वारा चाहिँ फेरि सुचारू भएकोमा धेरै खुसी लागेको छ पनि। अब आउने वर्षमा अब नयाँमा चाहिँ यो 18 गते हुन गइरहेको भीमसेन जात्रा चाहिँ पहिलाको वर्ष जस्तै धुमधामका साथ मनाउने सबैजना धुलिखेलवासीहरू भेला भई जात्रा चाहिँ हर्षोल्लाससँग मनाउने चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। अब सायद हुन्छ होला पनि, अब आउँदैछ। अब भाइ बहिनीहरू त तयारीमा लागिरहेका छन् यो जात्रा सञ्चालन गर्नलाई, जुन चाहिँ अघिल्लो वर्ष गरेको त्योभन्दा नि धुमधाम साथ गर्नलाई। तर अब हामीले चाहिँ अब बुझ्दै जाँदाखेरि चाहिँ यो मूर्ति कुन सालको हो, कसो हो, धेरै पुरानो भनेर पनि बुझेका छौँ। मूर्ति सम्बन्धी केही? अब यो भीमसेन यो मल्लकालीन मूर्ति नै हो। पहिला ठुलो रथमा जात्रा गरेर पहिला गरिरहेको रथ जस्तो देखिन्छ बुट्टाहरू, त्यसको नेवारी बुट्टाहरूको ढाँचा हेर्दा पनि मल्लकालीन नै मूर्ति हो। धेरै वर्ष पुरानो मूर्ति पछि आएर अब कारणवश कसै गरेर गुठियारीहरू यताउतिले गर्दा हो कि केले गर्दा रोकिएको धेरै वर्ष भएको थियो। एकदम पुरानो र एकदम सम्पदा भनौँ न, सम्पदा एकदम ठुलो सम्पदा नै हो यो मूर्ति। सम्पदा क्षेत्र अन्तर्गतको एउटा पुरानो मूर्ति भएर चिनाउन हामीले होइन। अनि यो अब अहिले त बुवाहरू मात्र हुन्छ धुलिखेलमा होइन, अनि तपाईँहरू पनि आउनु नै हुन्छ अवश्य पनि छ। अनि एउटा सानो निमन्त्रण चाहिँ कस्तो भने अब गुठियारीहरूको लागि पनि केही बोलिदिनु न। अब 35 वर्षदेखि रोकिरहेको भीमसेन जात्रा फेरि सञ्चालन भयो। पहिला वर्ष सञ्चालन भयो, अहिले पनि 18 गते सञ्चालन हुँदैछ। अब गुठियारीहरूलाई के आग्रह गर्दछु भने सबैजना पाल्नु भई पहिला कसरी मनाउनु भएको थियो त्यसै गरी नै सबको संलग्नता, सबैजनाको संलग्नतामा चाहिँ गुठियारीज्यूहरूलाई पनि आग्रह गर्दछु र धुलिखेलका अन्य क्लबहरू अब
नगरपालिकाहरूको सबै समावेश भयो भने धेरै राम्रो हुन्थ्यो। अनि हाम्रो चाहिँ नि सहर सबैले चिन्थे जात्राले गर्दा पनि भन्ने जस्तो लाग्छ मलाई। सबैलाई आउन आग्रह गर्दछु। अनि यो भीमसेन जात्रा चाहिँ हाम्रो योमरी पूर्णिमै गर्नुपर्नेको विशेषता चाहिँ के? परापूर्व कालदेखि नै योमरी पूर्णिमा गरिरहेको भएकोले नै होला सायद। खास त भीमसेन पाटनमा अन्त त के द्वादशीको दिन हो कि केमा मात्रै मनाउने गर्थ्यो। अब यो चाहिँ योमरी पूर्णिमै मेरो विचारमा उपत्यकाभन्दा बाहिरको सहरहरूमा धेरै जसो योमरी पूर्णिमै भीमसेन जात्रा गर्छ जस्तो मलाई चाहिँ लागिरहेछ। अब यसै गरी पहिल्यैदेखि योमरी पूर्णिमा योमरी बाँड्ने भीमसेन जात्रा गर्ने चलन चाहिँ देखेको छु मैले चाहिँ। त्यस्तो अब योमरी पूर्णिमाको दिनमा भीमसेन जात्रा हामीले गऱ्यौँ होइन। अनि अब एउटा सानो प्रश्नमा चाहिँ धेरै ठुलो चाहिँ छैन, तपाईँहरूलाई अब जुन चाहिँ अघिल्लो वर्ष क्लबहरूले व्यवस्थापन गर्यो त्यो सम्बन्धी चाहिँ केही गुनासोहरू छ कि त्यसमा अब हामीले केही सुधार्नु पर्ने छ कि भने के भन्नु छैन। क्लबले एकदम यो रोटरी क्लब सिखलापुरले धेरै राम्रोसँग जात्रा मनाइदिनु भयो, सम्पूर्ण सहभागी भयो, हर्षोल्लास साथ मनायो, धेरै राम्रो छ यसमा। अब पनि अब त्यही अनुरूप नै बरु त्योभन्दा पनि धुमधामसँग मनाउन सकोस् भन्ने चाहिँ शुभकामना छ। राम्रै लाग्यो। हस् त, धन्यवाद। अब आउँदाखेरि यही मङ्सिर 18 गते हुन गइरहेको भीमसेन जात्रामा चाहिँ म सम्पूर्ण धुलिखेलवासी जुन चाहिँ पुरानो गुठियारीहरू हुन्छ उहाँहरू पनि लगायत सम्पूर्ण नेपालमा भएको परिवारहरूलाई यस धुलिखेलमा आउँदै गरेको भीमसेन जात्रामा म हार्दिक निमन्त्रणा गर्दैछु र भीमसेन जात्रालाई सभ्य तथा भव्यताका साथ सफल पारौँ भनेर म यहीँबाट अनुरोध गर्दछु। धन्यवाद।